पाथिभरा माताको कृपा नेपालको पूर्वी पहाडमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो पाथिभरा मन्दिर। यहाँ हरेक वर्ष हजारौं भक्तजन पुगेर पाथिभरा मातासँग आफ्नो मनोकामना माग्छन्। विश्वास गरिन्छ कि साँचो मनले मागिएको इच्छा माता अवश्य पूरा गर्नुहुन्छ। धेरै वर्ष पहिले पहाडी गाउँमा एक युवक र उनकी श्रीमती बस्दै आएका थिए। उनीहरू साधारण जीवन बिताइरहेका थिए, तर उनीहरूको जीवनमा ठूलो समस्या आएको थियो। श्रीमती लामो समयदेखि बिरामी थिइन् र घरमा आर्थिक समस्या पनि बढ्दै गएको थियो। एक दिन गाउँका एक बुढा मानिसले यो युवकलाई भने, यदि तिमी साँचो मनले पाथिभरा माताको दर्शन गर्न गयौ भने माता तिम्रो दुःख अवश्य सुन्नुहुन्छ। यो कुरा सुनेपछि यो युवकको मनमा आशा जाग्यो। तर पाथिभरा मन्दिर पुग्नु सजिलो थिएन। उकालो बाटो, जङ्गल र चिसो हावाबीच धेरै दिन पैदल यात्रा गर्नु पर्थ्यो। तर उसको विश्वास ठूलो थियो। कठिन यात्रा एक बिहान सबेरै त्यो युवक यात्रामा निस्कियो। बाटोभरि ऊ एउटै कुरा दोहोऱ्याइरहेको थियो, जय पाथिभरा माता, मेरो परिवारलाई बचाइदिनुहोस्। 3 दिनको कठिन यात्रापछि अन्ततः ऊ मन्दिर पुग्न सफल भयो। मन्दिरको अगाडि पुग्ने बित्तिकै उसको आँखा रसाए। उसले हात जोडेर प्रार्थना गर्यो, हे माता, मसँग धन छैन, तर विश्वास छ। कृपया मेरो परिवारको दुःख हटाइदिनुहोस्। रहस्यमय सपना। त्यो रात मन्दिर नजिकै बसेको बेला उसले एउटा अनौठो सपना देख्यो। सपनामा उज्यालो प्रकाश देखियो र त्यस उज्यालो बीच पाथिभरा माता प्रकट हुनुभयो। माताले शान्त स्वरमा भन्नुभयो, तिम्रो श्रद्धा साँचो छ, घर फर्क, तिम्रो जीवनमा परिवर्तन आउँदैछ। त्यो युवक अचानक बिउजियो। उसलाई त्यो सपना साँचो जस्तो लाग्यो। चमत्कार। अर्को दिन ऊ घर फर्कियो। घर पुग्ने बित्तिकै उसले अचम्मको कुरा देख्यो। उनकी श्रीमती, जो लामो समयदेखि बिरामी थिइन्, अचानक निको भएकी थिइन्। केही समयपछि उनीहरूको जीवन पनि राम्रो हुँदै गयो। घरमा सुख, शान्ति र समृद्धि आउन थाल्यो। त्यो युवकले यो सबै पाथिभरा माताको कृपा भनेर माने। त्यसपछि उनीहरू हरेक वर्ष पाथिभरा मन्दिर पुगेर मातालाई धन्यवाद दिन थाले। कथाको शिक्षा। साँचो श्रद्धा र विश्वासले असम्भव पनि सम्भव बनाउँछ। पाथिभरा माता सधैँ आफ्ना भक्तहरूको रक्षा गर्नुहुन्छ।